भारतका प्रसिद्ध वैज्ञानिक जयन्त नार्लिकर, जसको रिसर्च नासाले समेत कोड गर्छ, उनले एस्ट्रोलोजीलाई एउटा वैज्ञानिक परीक्षणमा राखे जसको रिजल्ट यस्तो आयो जसले तपाईलाई सोच्न बाध्य बनाउँछ। नार्लिकर र डाक्टर दाभोलकरले 200 जना विद्यार्थीहरूको जन्मकुण्डली सङ्कलन गरे। 100 जना अत्यन्तै शैक्षिक क्षमता भएका विद्यार्थीका र 100 जना लर्निङ डिसेबिलिटी भएका विद्यार्थीका। कुनै पनि प्रकारको पक्षपात नहोस् भनेर यो प्रयोग डबल ब्लाइन्ड राखियो। जन्मकुण्डलीमा केवल कोड नम्बर राखेको थियो, जसले गर्दा कुन जन्मकुण्डली कुन स्टुडेन्टको हो भनेर न त ज्योतिषीहरूलाई थाहा हुन्थ्यो न त अनुसन्धानकर्तालाई नै। त्यसपछि ज्योतिषीहरूलाई 40 वटा र्यान्डम जन्मकुण्डली दिएर एउटा सार्वजनिक चुनौती दिइयो, जहाँ उनीहरूले केवल यो मात्र भन्नु थियो कि यिनी मध्ये कुन कुन स्टुडेन्ट उत्कृष्ट समूहका हुन् र कुन कुन लर्निङ डिसेबिलिटी समूहका। कन्डिसन यो थियो कि सही हुनको लागि कोही पनि ज्योतिषीले 40 वटा मध्ये 28 वटा सही जवाब दिनु पर्थ्यो, अबाउट 70% एक्युरेसी। तर नतिजा के आयो? सबैभन्दा बेस्ट ज्योतिषीले पनि 24 वटा मात्र सही जवाब दिए र औसतमा सबै ज्योतिषीहरूले 40 मध्ये 17 मात्र सही जवाब दिए, यानि कि 42%। यदि तपाईले 10 क्लासको म्याथमा प्रोबेबिलिटी पढ्नु भएको छ भने तपाईलाई याद होला कि यदि हामीले एउटा सिक्का पनि उछाल्यौं भने त्यसमा हेड या टेल पर्ने सम्भावना 50% हुन्छ, तर उनीहरूको रिजल्ट जम्मा 42%। तपाईहरुलाई 42% बढी लाग्ला, तर एउटा र्यान्डम चान्सको पनि सम्भावना 50% हुन्छ। 42% भनेको एकदमै कम हो, यसलाई त डिस्प्रुभ नै गर्न मिल्छ। यसबाट यो निष्कर्षमा पुग्न सकिन्छ कि ज्योतिषशास्त्र विज्ञान नभई एउटा पाखण्ड हो, जहाँ आफ्नै भविष्यको टुङ्गो नभएको व्यक्तिले अर्काको भविष्य हेर्छ र आफ्नो पेट पाल्छ। यदि तपाईलाई आखिर मानिस किन ज्योतिषशास्त्रमा विश्वास गर्छन् भन्ने बारे जान्न मन छ भने कृपया कमेन्ट गर्न नबिर्सनु होला।